चाहिँ घरमा साँचो हराएर होटलमा खाना खाएको छु। आज घरको साँचो मैले खोज्दा 3 घन्टा खोजेँ, साँचो भेटिनँ। आज चाहिँ म होटलमा खाना खाइरहेको छु है। सिक्किने बेला भयो, खाना खान पनि सुकाएर छैन, पसिना पसिना भइसकेको छ। खाना खाइसक्यो, अब पेट चाहिँ एकदमै खुसी नै भयो। अब आफ्नो गन्तव्यतिर लाग्न खाना खाइयो, आजलाई मस्त भयो। अब गौशालासम्म पुग्दैछ। म यो खोलाको बाटो जाँदैछु, म यो खोलाको बाटोमा कोही मान्छे भेट्यो भने म गौशालासम्म छोडिदिने वालामा छु है त। आज सो म लाग्दैछु, म लागिसकेँ। यताबाट म कोही मान्छे भेट्यो भने आज म उहाँलाई गौशालासम्म छोडिदिने वालामा छु। सहयोग गर्ने पनि जमाना छैन क्या है, के भन्नु। आज चाहिँ घरमा साँचो कहाँ राखिराखेँ होइन, साँचो बिर्सिएर होटलमा खानु पऱ्यो है। कभी कभी ऐसा होता है। यहाँ मान्छे छैन जस्तो छ। है त यार, के भनेर यार, सहयोग गर्ने जमाना पनि छ नि यार। गौशालासम्म म लगिदिने नै थिएँ, भेटाइन तर त्यही भुटेहरू होला। सहयोग गर्छु भन्दा नि मान्दैन यार। यो भुँडे कहाँ जाने हो? टाउको एकादेशमा छ, भुँडी एकादेशमा छ। भिजुअल पनि अलिक बनाउनु पऱ्यो है। भुँडी एकातिर आफ्नै भुँडी पत्ता लगाउँदैन आँट खानु भन्दाखेरि आया छ मासु भात माथिबाट पनि जानु सक्दैन। यसलाई यता पठाउ साथीले गरो, पैसा जान थाकिरहेको छ। हान्दिनु कि के हो आरामकोहरूलाई अन्त्य नै होला जस्तो छ। अब 1-2 दिनमा मेरो माइक आउँदैछ। मैले माइक अर्डर गरेको छु, तर आजमा ल्याइदिन्छ कहिले काम। माइकबाट चाहिँ अनि मस्त होइन, एकदम साउन्ड एकदम राम्रो सुनिन्छ अरे भन्छन् यहाँ भइरहेहरूले है। मलाई त थाहा छैन, मैले कहिले चलाएको छुइनँ। कहाँबाट गएको मेरो गएको छु मरै छु। अब ठुलै मान्छे मऱ्यो भनेको यसरी गाडी जानुहुन्छ है भोलि। एउटा गाडी पो मर्याएर त्यसका काममा त खेलिदिन्छु त्यसलाई पछाडि बढाएर। भएन यो के हो यो ठाडो ठाडो के भयो बुढा मान्छे? ठाडो बिग्रिनै सक्छ अरे।